एका बिहानैको समयमा बसको ठक्करले बच्चाको मृत्यु भयो भनेर भन्दाखेरि हजुरहरूले विश्वास नगर्नुहोला। हो हजुर, हाम्रै सुन्दर नगरी नवलपुरमा रहेको नमुना हो हजुर। यही केौरनीमा भएको नमुना स्कुलमा हिजो भर्खरै भर्ना गरेको, अस्ति भर्खरै सानो नानीलाई, झट्ट उमेरले 4 वर्ष पुगेको नानीलाई सोही स्कुलको बसले पछाडि फर्किँदा ठक्कर दिएर घटनास्थलमै हो हजुर, घटनास्थलमै मृत्यु भयो। कठैबाट त्यो नानीको आत्मालाई शान्ति मिलोस्। हो हजुर, कहिलेसम्म यस्तो लापरवाही गर्छन्? कहिलेसम्म? सरकारी स्कुलमा मान्छेहरूले किन विश्वास गर्दैनन्? किन छोराछोरीहरूलाई पढाउन खोज्दैनन्? किन यति धेरै लापरवाही हुन्छ भनेर हजुरहरूले यो भिडियो हेर्दै हुनुहुन्छ होला। सुन्दा पनि र देख्दा पनि चर्काचर्की माहौल छ। बिहान 9, साढे 9 बजेको घटना हो। घटनास्थलमै बच्चाको मृत्यु भए लगतै त्यहाँको माहौल भनेको यतिखेर एकदमै तातिएको छ। म पनि गएको थिएँ, चारैतिरको दृश्य हेरेँ। यतिखेरको अवस्था एकदमै गम्भीर छ, नाजुक छ साथीहरू। कहिलेसम्म यसरी लापरवाही गर्ने अनि त्यसको क्षतिपूर्ति र त्यसको व्यवहार, त्यसको जति पनि जिम्मेवारी छ त्यो कसले लिने? सरकारले कि त्यहाँको समुदायले? हो हजुर, महिलाहरूलाई मात्र भित्र जान दिएको थियो। सुरक्षाकर्मीहरू एकदमै धेरै थिए, चारैतिर छरिएर बसेका। त्यहाँको माहौल एकदमै गर्मागर्मी रहेको छ। कतिपय मान्छेहरू बाटोतिर जताततै छरिएर रहेको छन्। अब के गर्ने हुन्, तब के गर्ने हुन् जस्तो लाग्ला यो भिडियो हेर्दाखेरि साथीहरू। माहौल एकदमै गरम छ। अगाडि गेटमा सुरक्षाकर्मीहरू बन्दुक लिएर तैनात छन् अनि पछाडि हो हजुर, पछाडि बिहानैको समयमा त्यहाँ पर्खाल फोडिएर सुरक्षाकर्मीहरू देख्न सक्नुहुनेछ। एकपछि अर्को, अर्कोपछि अर्को, झनै त्यहाँको माहौल बिग्रिदो छ। हो हजुर, बच्चाको माया कसलाई लाग्दैन र? आफ्नो छोराछोरीको भविष्य बनाउनको लागि स्कुल पठाइन्छ अनि स्कुल पठाएको पहिलो, दोस्रो, तेस्रो दिनमै मृत्यु भयो भने अब कसको विश्वास गरौँ? घर बाउआमा पछिको विश्वासिलो माध्यम भनेको विद्यालय हो। छोराछोरीले सिक्नको लागि, केही गर्नको लागि, भविष्य बनाउनको लागि भनेर स्कुल जाने गर्छन्। हो हजुर, बिहानैको समयमा एकदमै होस उड्नेछ यो भिडियो हेरेर। अब यसको जिम्मेवारी कसले लिने? अनि अब सरकारी स्कुलमा किन यति धेरै लापरवाही? अस्ति भर्खरै हो हजुर, बिचरा कामको सिलसिलामा हो हजुर, यदि कुनै यहाँको लोकल मान्छे भएको भए अहिलेसम्म सायद तोडफोड भइसक्थ्यो होला। बिचरा कामको सिलसिलामा घर लेबर मजदुरी गर्दै यहाँ आफ्नो सन्तानको भविष्य बनाउनको लागि स्कुल हालिदिन्छु, छोराछोरीलाई पढाइहाल्छु भनेर सपना बोकेर छोरी जम्मा 4 वर्षको भएको थिइन्। राम्रोसँग बाबा आमा पनि भन्न नसक्ने उमेरमा यसरी त्यो छोरीको मृत्यु भयो हजुर। त्यो छोरीको मृत्यु भयो। सम्झिँदा पनि मन भक्कानेर आउँछ। किन यति धेरै लापरवाही गर्छन्? केही दिन पहिलाको मात्र कुरा हो। हाम्रो पनि सन्तानलाई त्यहाँ, हाम्रो पनि छोराछोरीलाई त्यहाँ एडमिसन गर्नु पर्यो भन्ने कुरा आएको थियो। त्यही दिन, सोही दिन कतिपय मान्छेहरूले सन्तानलाई, छोराछोरीलाई पढाउनको लागि सरकारी स्कुल भनेको एउटा राम्रो माध्यम हो जस अन्तर्गत सेवा र सुविधाहरू र अहिलेको समयमा सरकारी स्कुलमा एकदमै राम्रो व्यवस्था गरिएको छ भन्ने कुराको अनुमान लगाइन्थ्यो। तर यस्तो भयो भने, हो हजुर, यस्तो भयो भने कसको लापरवाहीले गर्दा धेरै बच्चाहरू हुनु लापरवाही हो कि त्यहाँको स्टाफले? हो हजुर, गाडी चलाउने स्टाफले पछाडि गाडीलाई ब्याग लिने क्रममा बच्चा गएर गाडीको चक्का मुनि छिदा हुँदा पनि कस्तो कहली लाग्दो घटना रहेको छ हजुर, कहली लाग्दो घटना रहेको छ। अब कहिलेसम्म यो भिडियोलाई सक्दो सेयर गर्नुहोस्। अनि हो हजुर, स्कुल बस अनि चारैतिरको दृश्य हेर्नुहोस् न हजुर, चारैतिरको दृश्य हेर्नुहोस्। हजारौं मान्छेहरूले स्कुललाई चारैपट्टिबाट घेरेको छन्।
अब के हुने हो, तब के हुने हो। बिहान 9 बजेदेखि लिएर लागेको लाइन अहिलेसम्म भ्याइएको छैन। सुरक्षाकर्मीहरू एकदमै धेरै तैनात छन्। हो हजुर, चारैतिरको दृश्य, छोरा मान्छेहरूलाई भित्र जान दिएको छैन। के हुने हो, कसो हुने हो, त्यो छोरा मान्छेहरूको लिस्टमा म पनि थिएँ। चारैतिर गएँ, बाहिरकै दृश्य हेरेँ। सुरक्षाकर्मी त्यहाँ बस्नु भएको छ, भित्र